मेरो नाम भूमिका हो। आज म तपाईहरूलाई मेरो जीवनको एउटा यस्तो घटना सुनाउन गइरहेकी छु जसले मलाई आज पनि झस्काइरहन्छ। यो घटना आजभन्दा लगभग 7-8 वर्ष पुरानो हो, जब म एसएलसी दिएर बसेकी थिएँ र फुर्सदको समय बिताउन आफ्नो मामा घर सुदूरपश्चिमको एउटा सानो पहाडी गाउँमा गएकी थिएँ। मेरो मामा घर अलि पुरानो शैलीको थियो, ढुङ्गा र माटोले बनेको स्लेटको छानो भएको। घर गाउँको अलिक माथिल्लो एकान्त ठाउँमा थियो। घरको पछाडिपट्टि एउटा ठूलो पुरानो आँपको रुख र बाँसको घना झ्याङ थियो। त्यो बाँसको झ्याङ पार गरेपछि अलि पर एउटा भत्किन लागेको पुरानो पाटी थियो। त्यो पाटी कसैले प्रयोग गर्दैनथे। झारपातले पुरिएको र हेर्दैमा पनि उजाड देखिन्थ्यो। गाउँका बुढापाखाहरू भन्थे त्यो पाटीमा राति कोही जानु हुँदैन। उनीहरूका अनुसार वर्षौं अघि त्यहाँ कुनै नवविवाहित महिलाले पारिवारिक कलह र यातना सहन नसकेर झुन्डिएर आत्महत्या गरेकी थिइन्। त्यसपछि उनको आत्मा त्यही वरपर भट्किरहन्छ र कहिलेकाहीँ मध्यरातमा मानिसहरूले उनलाई देखेको वा उनको रुवाई सुनेको कुरा गर्थे। मलाई त्यस्ता कुरामा त्यति धेरै विश्वास त लाग्दैन थियो, तर पनि मनको कुनै कुनामा एक अज्ञात डरले भने बास गरेकै थियो। गाउँको त्यो सुनसान परिवेश र त्यस्ता कथाहरूले वातावरणलाई थप मिस्टिरियस बनाएको थियो। त्यो राति जेठ महिनाको उखरमाउलो गर्मी थियो। बिजुरी पनि गएको थियो गाउँमा, जसले गर्दा चारैतिर अन्धकार र निस्तब्धता छाएको थियो। गर्मीले उकुसमुसु भएर मलाई निन्द्रा पटक्कै परिरहेको थिएन। म ओछ्यानमा यताउता कोल्टे फेरिरहेकी थिएँ। मामा, माइजू र भाइ बहिनीहरू अर्कै कोठामा सुतेका थिए भने म भने पाहुना कोठामा एक्लै थिएँ। कोठाका झ्यालहरू खुल्ला थिए, तर हावाको नामो निशान थिएन। बाहिर झ्याउकिरीहरूको एक तमास आवाज बाहेक अरू सबै शान्त थियो। करिब मध्यरातको 1 वा 1:30 बजेको हुँदो हो। बाहिर आँगनतिर केही खसखस आवाज आए जस्तो लाग्यो। सुरुमा त मैले हावाले पातहरू हल्लाएको वा कुनै सानो जनावर, बिरालो वा मुसा होला भनी व्यवस्था गर्न खोजे, तर त्यो आवाज रोकिएन, बरु अझ स्पष्ट हुँदै गयो। अब त्यो आवाज कसैले बिस्तारै जानी जानी पाइला चालिरहेको जस्तो सुक्खा पातहरूमा टेक्दाउने मन्द चर्मराहट जस्तो थियो। मेरो मन चिसो भयो। को होला यति राति बाहिर? चोर? गाउँमा चोरको त्यति डर त थिएन, तैपनि मनमा अनेक कुरा खेल्न थाले। म बिस्तारै उठेर कोठाको पुरानो काठको झ्यालको सानो कापबाट बाहिर चिहाउने कोसिस गरे। जुनको धमिलो उज्यालो थियो, जसले गर्दा बाहिरको दृश्य अलिअलि मात्रै देखिन्थ्यो। आँगन सुनसान थियो। परको आँपको रुख र बाँसको झ्याङ कालो छाया जस्तो देखिन्थ्यो। पहिला त मैले केही देखिनँ, तर जब मेरा आँखाहरू अँध्यारोमा अभ्यस्त भए, मैले जे देखेँ त्यसले मेरो रगत सुकाइदियो। आँगनको छेउबाट त्यही पुरानो पाटीतिर कोही सेतो कपडा लगाएको लामो आकृति बिस्तारै अघि बढिरहेको थियो। त्यो आकृति मानिस जस्तो त थियो, तर उसको हिँडाइ एकदमै अस्वाभाविक थियो, मानौ जमिनमा खुट्टा नटेकी हावामा तैरिरहेको छ। त्यो आकृति यति बिस्तारै हिँड्दै थियो कि लाग्थ्यो समय नै रोकिएको छ। उसको शरीरको बनावट प्रष्ट थिएन, तर त्यो सेतो वस्त्र हावामा हल्का लहराइरहेको देखिन्थ्यो। मेरो मुटु यति जोरले धड्किन थाल्यो कि छाती नै फुट्ला जस्तो भयो। हात खुट्टा काम्न थाले, निधारमा चिटचिट पसिना आयो। म चिच्याउन खोजेँ, तर मेरो घाँटीबाट आवाज नै निस्केन, मानौ कसैले मेरो स्वर नै हरण गरिदिएको छ। मलाई तुरुन्तै गाउँलेहरूले भनेको त्यही आत्महत्या गरेकी महिलाको आत्माको कुरा याद आयो। के यो त्यही हो कि साँच्चै उसको आत्मा त्यहाँ छ? त्यो सेतो आकृति बिस्तारै अघि बढ्दै गयो र केही बेरमा त्यही भत्किएको पाटीको अँध्यारोमा विलीन भयो। त्यो आकृति पाटीमा पुग्नुभन्दा अघि एकछिन रोकिए जस्तो र मेरो झ्यालतिर फर्के जस्तो पनि लाग्यो, तर अँध्यारोको कारणले म निश्चित हुन सकिनँ। त्यो भ्रम थियो कि यथार्थ म भन्न सक्दिनँ, तर त्यो एक पलको लागि मलाई लाग्यो त्यसले मलाई हेरिरहेको छ। त्यो दृश्यले मलाई जड बनाइदियो। म कति बेरसम्म झ्यालमा त्यसै उभिरहे मलाई थाहै छैन। जब होस आयो, म हतार हतार ओछ्यानमा गएर सिरकले मुख छोपेर सुते, तर निन्द्रा कहाँ आउनु? डरले मेरो शरीर थरथर कामिरहेको थियो। त्यसपछि रातभरि अजीब अजीब आवाजहरू आइरहे। कहिले कोही सुक्क सुक्क रोएको जस्तो मसिनो आवाज, कहिले कसैले केही घिसारिरहेको जस्तो आवाज, कहिले अस्पष्ट कानखुसी जस्तो आवाज।
ती सबै आवाज त्यही पार्टीको दिशाबाट आइरहेका जस्तो लाग्थ्यो। मलाई लागिरह्यो त्यो आकृति अब घरतिर आउँदैछ। हरेक सानो खटपटमा पनि मेरो मुटु उछिटिएर बाहिर आउला जस्तो हुन्थ्यो। त्यो रात मेरो लागि वर्षौं जस्तो लामो भयो। मैले रातभरि हनुमान चालिसा मनमने जपेर बिताएँ। आँखा एकछिन पनि झिमिक्क गर्न सकिनँ। भोलिपल्ट बिहान उज्यालो भएपछि मात्र मेरो सास अलि सहज भयो। रातभरिको थकान र डरले म गलिसकेकी थिएँ। मैले रातको सबै घटना मामीलाई सुनाएँ। मामीको अनुहार पनि डरले पहेँलो भयो। उहाँले भन्नुभयो, त्यसैले त राति त्यो पार्टीतिर जानु हुँदैन भनेको। त्यो ठाउँ राम्रो छैन। पहिले पनि कहिलेकाहीँ यस्तो देखे सुनेको कुरा गाउँमा चल्थ्यो। तैँले आँखाले नै देखिछस्। उहाँले थप्नुभयो, तेरी जिजुमुमा मतलब मामीकी आमा पनि त्यो पार्टीमा मध्यरातमा सेतो लुगामा एउटी महिलालाई हिँडिरहेको देखेको कुरा सुनाउनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, त्यो बिचारीको आत्माले शान्ति पाएको छैन। मामीको कुरा सुनेर मेरो डर झनै बढ्यो। त्यो घर, त्यो गाउँ, त्यो पार्टी सबै मलाई डर लाग्दो लाग्न थाल्यो। त्यस रातदेखि मलाई त्यो घरमा एक पल पनि बस्न मन लागेन। हरेक रात त्यही दृश्य र आवाजले तर्साइरह्यो। मैले जसरी भए पनि घर जाने जिद्दी गरेँ र 2 दिनपछि नै म आफ्नो घर फर्किएँ। त्यो घटना बितेका यत्तिका वर्ष भइसके, तर त्यो रातको दृश्य, त्यो सेतो आकृति, त्यो अस्वाभाविक हिँडाइ र त्यो कालिल्ल राख्दो रुवाईको आवाज आज पनि मेरो मानसपटलमा ताजै छ। आज पनि जब म एक्लै हुन्छु वा त्यो घटना सम्झन्छु, मेरो शरीर सिरिङ्ग हुन्छ र मुटुको धड्कन बढ्छ। त्यो मेरो जीवनको सबैभन्दा डरलाग्दो अनुभव थियो, जसलाई म कहिल्यै बिर्सन सक्दिनँ। Kenapa tak tidur lagi? Ha?